चेक गर्नुपर्छ गाइजहरू मुनि कतिको रातो भयो भने रातो भएछ भने यस्तरी हल्लाउनु पर्छ हल्लिन्छ भने झ्याप्प लाएर फाल्नु पर्छ र गाइजमा बार सार हाल्दै आमा किचोलहरूले निकालिसकेको छ अस्ति भर्खर तेल हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आजको ब्लग भिडियोको स्पेसल के हो भन्दाखेरि गाइज होइन आज चाहिँ मैले टक्क लगाएर मकैको पुरै घरमै फलेको हल्का मकैको कोर्नहरूलाई चाहिँ पुरा पेस्ट बनाएर होइन अनि अदुवा लसुनको पेस्ट हालेर नुनसुन हालेर ट्याक्क लगाएर होइन यस्तो यो क्रिम जस्तो टाइपमा बनाउने ट्याक्क लगाएर रिजल्ट चाहिँ यस्तो हुन्छ गाइस यस्तो दामी पुरै छ कि टक्क हेर्ने यस्तरी पाकेन भित्र दामी भइसकेको छ। यसलाई चाहिँ ढक्क लगाएर हातले नै हानिदिनु पर्ने हुन्छ गाइस। ल यो त टक्क अब यसलाई चाहिँ फ्राइमा फ्राई गर्नुपर्ने हुन्छ। टक्क लगाएर हामी यहाँ तेल चाहिँ हाल्दिउँ होइन। ओके ग्यास टक्क तेल हाल्दा टक्क लगाएर त्यसलाई चाहिँ एक राउन्ड हाल्नु जस्तो दुईवटा रेडी छ है, दुईवटा रेडी भइसक्यो पाकेर। अब यसबाट चाहिँ दुईवटा बनाउनु पर्ने हुन्छ। तेल ट्याक्क यसलाई चाहिँ पातलो लेयरमा चाहिँ ट्याक्क बनाउनु पर्छ गाइस। यसलाई चाहिँ टक्क सानो ग्यास गरेर होल्डमा राखिदिनुपर्छ है त 3-4 मिनट। है फाइनल्ली यहाँ चिया पनि पाक्दैछ है। ल ट्याक्क चिया पाक्दैछ। यहाँ चाहिँ ट्याक्क रोटी पाउँदैछ है। दामी पारामा चेक गर्नुपर्छ गाइजहरू मुनि कतिको रातो भयो भने रातो भएछ भने यस्तरी हल्लाउनु पर्छ हल्लिन्छ भने झ्याप्प लाएर फाल्नु पर्छ र गाइजमा। मम्मी चाहिँ बारीतिर तिल गर्दै हुनुहुन्छ होइन। तिल पनि खानुपर्छ नि त, अचार दामी हुन्छ तिलहरू पनि। टक्क यो चाहिँ मकैको रोटी। अब मकैको रोटी ल टक्क 3टा रोटी र 1 कप चिया चाहिँ मैले टक्क पुऱ्याइदिनु पर्ने हुन्छ है त। ल बारीमा खाजाको रूपमा है त, नेपाली प्योर खाजा है गाइजहरू यो चाहिँ फेरि। ल अझै एउटा बाँकी छ, एउटा हालिदिन्थ्यो झ्याप्प लगाएर चट्ट लगाएर खानुपर्छ। ल यसलाई चाहिँ अब होल्ड गरेर राखिदिनु धेरै टाइम यसो हेर्नु। अलिक पाकेको छैन, पाकेपछि आफै ठाउँ छोड्छ अनि त्यसपछि निकाल्दैछ दामी हुन्छ। पाकेर रिजल्ट आउँछ त्यहाँ घरकै तोरीको तेलमा है चट्ट लगाएर यहाँ तेल तारिसक्यो। अब हालिदिनु पर्ने हुन्छ। लास्ट पिस बाँकी बाँचिरहेको चिया किन लग भइसकेको छ, ब्राउन भइसक्यो, पाकेछ। ल मम्मीको चिया र खाजा रोटी रेडी भइसक्यो है त। ल टक्क बारीमा लगिदिनु पर्ने हुन्छ। टक्क बारी चाहिँ यो मकै बारी पछाडिपट्टि हो होइन, यतापट्टिको। त्यहीँ काम गरिरहनु भयो भनेर गरिदिनु भयो त झ्याप्प लगाएर। ल च्याट्ट लगाएर वेटर बाँधिनु पर्ने हुन्छ है झ्याप्प लगाएर। ल चट्ट लगाएर केराबारी पनि छ यहाँनिर चाहिँ, मकैबारी केराबारी सबै छ है त। ल यता डाउन छ है बाटो चाहिँ चट्ट लगाएर। ल अब मकैबारी तिलबारी कहाँ जाने हो
टक्क जानुपर्छ तिलबारीलाई मिठो तिल फल्छ अब भदौताको चाहिँ बार सार हाल्दै आमा किचलहरूले निकालिसकेको छ अस्ति भर्खर त्यो छ गर्मीमा चाहिँ पुरै डरो अनि घामले चाहिँ कालो भइसक्यो एक हप्तामा चाहिँ मेरो भिडियो कस्तो लागेको छ तपाईँलाई हेरेर प्रतिक्रिया दिनु होला हस् थ्याङ्क यू